मानवाधिकार सम्बन्धी अन्तर्राष्ट्रिय गैर सरकारी संस्था एमनेस्टी इन्टरनेसनलले तीनकुनेमा राज्यले गैर कानुनी रूपमा बल प्रयोग गरेको ठहर गरेछ। तर यो विषयमा अहिले कहीँ कतै चाहिँ चुई छैन। हेर्नुस् त, अचम्म छैन त? अरूको के कुरा गर्नु, आफूलाई लोकतन्त्रको मसिया ठान्ने नेपाली कङ्ग्रेस कुनै समय सोशलिस्ट इन्टरनेसनल र एमनेस्टी इन्टरनेसनलको गुहार लगाउँथ्यो, मुख ताक्थ्यो। आफ्ना नेता कार्यकर्ता गैर कानुनी हिसाबले पक्राउ परेको, यातना खाएको, झुट्टा मुद्दामा फसाइएको बारे चिच्याई बोल्थ्यो। तर समय कति निर्मम हुन्छ हेर्नुस् त। ऊ बेलाको पीडित कङ्ग्रेस अहिले पञ्च र ऊ बेलाको पीडक पञ्च अहिले कङ्ग्रेसको स्थानमा आइपुगेको छ। एमनेस्टीले प्रष्टसँग चैत्र 15 गते सरकारले गैर कानुनी रूपमा बल प्रयोग गरेको र अभिव्यक्ति तथा भेला हुने स्वतन्त्रता सङ्कुचित पारेको भनेको छ। प्रदर्शनमाथि प्रतिबन्ध लगाएर गैर कानुनी बल प्रयोग गरेर र प्रदर्शनकारीलाई असुर ग्यास र घातक हतियार प्रयोग गरी तितर बितर पार्ने र हिरासतमा लिने कार्य गरेर सरकारले आलोचनालाई दबाएको उल्लेख छ। जताततै गैर कानुनी र असंवैधानिक कुकृत्य राज्यले गरेको छ। नेपालको मानवाधिकारको अवस्था खस्किएको र अत्यन्तै चिन्ताजनक रहेको प्रष्ट छ। शासक भन्छ राजावादीको हिंसात्मक प्रदर्शन भयो, तर एमनेस्टी भन्छ राज्यको बल दुरुपयोग भयो। अनि हामी मिडिया पनि के कम सरकारकै भजन गाइदिन्छौँ। हामी त उस्तै परे भनिदिन सक्छौँ एमनेस्टीलाई लागेर भयो, सरकारलाई लागेको छैन। एमनेस्टी भन्ने अन्तर्राष्ट्रिय राजावादी रहेछ। प्रधानमन्त्रीज्यू 2-4 टुक्का हान्दिनुस् त भनेर पनि। किनभने गणतन्त्रमा सत्य पो बोल्न हुँदैन, झुटो बोल्ने स्वतन्त्रता छ नि, होइन र? होइन भने फेसबुकमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आर्जु, प्रधानमन्त्री केपी शर्मा ओली लगायतको आलोचना गर्नेलाई विद्युतीय कारोबार ऐन अन्तर्गत गिरफ्तार गरिएको डाटा पनि एमनेस्टीले किन राख्यो त? वास्तवमा गणतान्त्रिक निरङ्कुश सरकारको लोकतन्त्रलाई गाँडतन्त्र हो भनेर एमनेस्टीको प्रतिवेदनले प्रमाणित गरिदिएको छ। नेपालका मानवाधिकारवादी त सत्ताको रसपान गरेर बसेका छन्। बोलियो भने सर्किन सक्छ। राष्ट्रिय मानवाधिकार आयोग राष्ट्रिय धिक्कार आयोग जस्तो बनिसकेको छ। निहत्ता नागरिकमाथि म्याद नागेको असुर ग्यास चल्छ, गोली चल्छ, तर न राष्ट्रिय मानवाधिकार आयोगले देख्छ, न राष्ट्रिय मानवाधिकार आयोगले बोल्छ, न राष्ट्रिय मानवाधिकार आयोगलाई बोल्छ। जनताको करबाट पालिने राष्ट्रिय मानवाधिकार आयोगले रेबिका खत्रीलाई देखेन। जे होस्, मानवाधिकार सम्बन्धी अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले कम्तीमा बोलेछ। अब अरू कसैले अन्तर्राष्ट्रिय फौजदारी अदालतमा मुद्दा सिफारिस गरिदिए यिनका चुरीफुरी देख्न त पाइन्थ्यो। यस्तै दमन कङ्ग्रेस वा एमालेमाथि भएको हुन्थ्यो भने कथित अधिकारवादीहरू मण्डलामा आगो बाल्थे, मिडिया उराल्थे, अदालतले दोषी करार गरिसकेको हुन्थ्यो। नेताका कोठामा खाना पकाउने सिलिन्डर पड्किँदा छानबिन समिति बन्छ, नेताका सामुन्ने बेलुन पड्किँदा छानबिन समिति बन्छ, तर नागरिक मर्दा छानबिन समिति बन्दैन। किनकि छानबिन गरे आफ्नो कर्तुत बाहिर आउँछ। त्यसैले भनेको हो यो नेतामुखी व्यवस्थाको काम छैन भनेर। तीनकुनेमा म्याद लागेको असुर ग्यास प्रहार भएको बारे जानकारी भएन भन्छ प्रहरी, तर एमनेस्टी भन्छ घातक हतियार प्रयोग भयो भनेर। अब प्रहरीले फेरि भन्न सक्छ डिप फेकले म्याद नगाइदियो, यो बदमासी डिप फेककै हो, यो अक्षम्य अपराध डिप फेकको बाहेक अरू कसैले गर्न सक्दैन भनेर। तर गृहमन्त्रीले अड्डी कस्तैमा हुँदैन। तीनकुने घटनामा स्वतन्त्र न्यायिक छानबिन समिति बन्नै पर्छ। निहत्ता रेबिका खत्रीलाई किन गोली हान्यो जवाफ र दण्ड दिनै पर्छ। चुनाव अघि बुलेट ट्रेन, घर घरमा ग्यासको पाइप, पानी जहाज, चक्रपथ, स्मार्ट सहर, डिजिटल नेपाल भनियो। चुनावपछि एसएलआर, इन्सास घातक प्रकृतिका हतियारबाट 100औं पटक गोली प्रहार, डेट एक्सपायर, असुर ग्यास। रुस र युक्रेनको युद्ध हुन्छ, हमास र इजरायलको युद्ध हुन्छ। अफसोस यहाँ त आफ्नै नागरिकमाथि 100औं राउन्ड गोली ठोकिन्छ, केहीलाई मारिन्छ, 100औंलाई घाइते बनाइन्छ। राज्यका लागि मर्ने जनता हुँदैनन्, पञ्चे हुन्छन्। घाइते हुने जनता हुँदैनन्, राजावादी हुन्छन्। त्यसैले त गगन थापाहरू निर्धक्क भन्छन् पञ्चेले राष्ट्रिय झण्डा बोक्न पाउँदैन, राष्ट्रिय झण्डा हामीले बनाएको। यिनीहरूलाई लाग्छ यिनीहरू सत्तामा पुगेपछि बल्ल नेपाल भन्ने देशको अस्तित्व सुरु भएको। कति आनन्द छ हेर्नुस् त। हामीले झुकिएर गोली हान्यौँ भन्यो, सकियो।
डिफेक वा डिफेक हो भन्यो सकियो। नेपाली जनताको जीव ज्यानको रक्षा र सुरक्षा गर्छौँ भनेर शपथ खाने तर किरा फट्याङ्ग्रालाई जस्तो मार्ने संविधान विरोधी ज्ञानेन्द्र शाह होइनन्, यिनीहरू हुन्। एकपटक ऐनामा अनुहार हेर्नु। लोकतान्त्रिक देशमा गोली ठोकियो, क्याम्पस पढ्ने नियतका विद्यार्थीको तिग्रा छेडियो अनि चुपचाप घरभित्र बसेका पूर्व राजामाथि दोष खनाइयो। जघन्य र अक्षम्य अपराधलाई जस्टिफाई गरियो। अहिलेका अभिमन्युसँग हातमा आइफोन छ, पढेका छन्, भिडियो रेकर्ड गरेका छन्, तिनले खिचेका भिडियोले झुटहरू नाङ्गिएका छन्। त्यत्रो गोलीको आवश्यकता थिएन, किन वर्षाइयो प्रश्न गर्दैछन्। निर्दोष नागरिकमाथि हिंसा किन? यसको दोषी कसलाई बनाउने, कसको पासपोर्ट रद्द गर्ने, कसलाई जरिमाना पत्र काट्ने, यो अक्षम्य घटनाको नायिके को? जनजनले जवाबदेहिता र पारदर्शिता सहित मैदानमा आओ भन्दैछन्। जनताले पाएको दुःखलाई कसले गम्भीरतापूर्वक लिने? पृथ्वी गोलो छ, नभुल्नु। मान्छेलाई किरा फट्याङ्ग्रा नसोच्नु। एमनेस्टीको प्रतिवेदनले भन्छ जनताको सुरक्षाका लागि होइन, दमनका लागि प्रयोग हुने गृह मन्त्रालय अब स्वीकार्य छैन। निहत्था नागरिकमाथि गोली हान्न आदेश दिने गृहमन्त्री रमेश लेखकसँग पदमा रहने नैतिकता छैन। एमनेस्टीको प्रतिवेदनले प्रश्न गर्छ नेपाल प्रहरी किन यति निरीह भएको होला? नेपाल प्रहरीमा मानवीय संस्कार हराउँदै गएको किन होला? एमनेस्टीको प्रतिवेदन चेतावनी दिन्छ सुध्रिएको राम्रो, अन्यथा परिणाम भयङ्कर पनि हुन सक्छ। नेपाली जनता भन्छन् यो घटनाको निष्पक्ष छानबिन होस् तर ढाकछोप नहोस्।